टी20 विश्वकप 2026 को अन्तिम खेल नेपालले आज मुम्बईको वाङखेडे स्टेडियममा 7:15 मा स्कटल्यान्ड विरुद्ध खेल्दैछ। दुवै टोली सुपर 8 को दौडबाट बाहिरिसकेका हुनाले यो प्रतिस्पर्धा केवल एउटा प्रतिष्ठाको लागि मात्रै सीमित रहनेछ। नेपाल आज पहिलो जितको खोजीमा हुनेछ भने स्कटल्यान्ड 4 अङ्क बटुलेर प्रतिस्पर्धा समाप्त गर्न चाहन्छ। इङ्ल्यान्डसँग उत्साहजनक सुरुवात गरेको नेपालले बाँकी 2 खेल भने निराशाजनक खेलेको थियो। नेपालले इटालीसँग 10 विकेटको हार बेहोरेको थियो भने वेस्ट इन्डिजका विरुद्ध 9 विकेटको लज्जास्पद हार बेहोरेको थियो। त्यसैले आज नेपाल पहिलो जितको लागि लड्नेछ। कप्तान रोहित पौडेल टी20 विश्वकपमा जितविहीन रहेका छन्। उनी विगतका संस्करणमा पनि जितविहीन रहेका थिए र अहिलेको संस्करणमा पनि अहिलेसम्ममा एउटा गेम पनि उनले जित्न सकेका छैनन्। नेपालको अन्तिम जित भने 2014 को विश्वकपमा अफगानिस्तानको विरुद्ध भएको थियो र सो खेलमा नेपालका कप्तान पारस खड्का रहेका थिए।